मा झ्याग्ने जाँठ एउटा नचाहिने फटाहा कुरो गर्छ यार। इन्डिया र पाकिस्तानको युद्ध लड्न हाम्रो हात छ भन्छ। हुन त सकिन्छ, अब केपी बा हो, धेरै जस्तो कुरा गर्न जान्ने छन्। त्यो मुला इन्डिया र पाकिस्तानलाई त लान्डाङ लुन्डुङ गफ गरेर बुढाले फोनमा कुरा गरेरै सकाइदिए जस्तो छ। धन्यवाद छ, जे होस् तपाईँले गरे पनि नगरे पनि तपाईँले त्यति भन्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। किनकि हामी बिचमा बसेर एक आपसमा लडाइँ भएको भए, उनीहरू दुवै देश लडाइँ भएको भए दुवैको क्षतिले हामीलाई पनि असर पुग्थ्यो, हामी पनि डाउन नेसन हुन्थ्यो होइन। राम्रो भयो, अब तपाईँले मिलाउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। यो गर्न सक्ने क्षमता हामी नेपालीमा पहिल्यैदेखि छन्, पहिल्यैदेखि हुनु पनि पर्छ। तर केपी बा त्यो बोर्डर चाहिँ अलिक माथि माथि ल्याएछ के त्यो म्याच झ्याग्ने इन्डियनहरूले। त्यही भएर पाकिस्तानले खोइ पार्दै हुन्थ्यो भनेको, पारेन चाहिँ तपाईँ बिचमा उभिएर पख केटा हो, म पनि छु थर्ड पार्टी। फर्स्ट र दोस्रो इन्सुरेन्स हो भने म थर्ड पार्टी भनेको केही काम नलाग्ने हो कि। पहिलो पाकिस्तान हो कि इन्डिया हो, हामी थर्ड पार्टी हो होइन। त्यस्तै हो। केपी बाले मिलाउनु भएको रहेछ है। युद्ध त दुईजनाको बिचमा ड्याम होला कि भनेको यो केही पनि होइन, यो युद्ध शुद्ध केही पनि होइन। फेरि मोदी जित्ने एउटा गेम रचेको हो, मलाई चाहिँ त्यस्तो लागेको छ। गेम रचेको हो। अहिले इन्डियामा यो चुनावको उसमा लागेर अब तपाईँको नत्र आतङ्कवादी कहिले पनि त्यस्तो इन्डियाको बोर्डरबाट कहिले छिर्छ। यो इन्डियाको बोर्डर आतङ्कवादी केही होइन, यो पाकिस्तानले हेपेको मात्रै हो। हानेको पनि उनीहरू हो, मारेको पनि उनीहरू हो यो चुनावमा। अनि म यो यस्तो गर्छु, म उस्तो गर्छु, म बाहिरी देशमा जाने बेला तिमीहरूले टक्का मार, म आउँछु, त्यहाँबाट मेरो हात जय जयकार हुन्छ। अनि इन्डियालाई एकचोटि पाकिस्तानलाई म एकचोटि जिस्काउँछु, त्यसपछि त चुनाव त सर्लक्क जितिहाल्यो नि भन्ने हिसाब हो के। तर हामी देश विदेशमा सोच्ने क्षमता छैन, सबै बिजी छन्, आफ्नो आफ्नो काममा भएर बिजी भएर सोच्न सक्ने क्षमता छैन। तर म चाहिँ केही काम नकास भाँडाको मात्रै नाश भने जस्तो आनन्दले धेरै दिमाग लाउँछु, यो के भइरहेछ के भइरहेछ भनेर सोच्ने गर्छु। मेरो विचार चाहिँ त्यो निक्लेको हो कि। अब देश विदेशमा त बिचरा अब सबैजना अब 12 घन्टा ड्युटी, 8 घन्टा ड्युटी, 10 घन्टा ड्युटी गर्दा गर्दा मान्छेले बिजी हुन्छ, सोच्ने टाइमै हुँदैन। तर म जस्तो एउटा बेरोजगारीले चाहिँ सोच्ने टाइम पाएर मेरो विचार चाहिँ यो राखेको हो कि। यो एकदम राजनीति क्षेत्र भनेको एकदम नराम्रो चिज हो, यसले काल दुनियाँ पनि निम्ताउँछ। ठिक छ, जे होस् हाम्रो केपी बाले दुई देश झगडा भएकोमा मिलाउनु भएको छ, त्यसको लागि धेरै धेरै बधाई छ, धेरै धेरै धन्यवाद है।